के भयो किन निराश देखिन्छस् 7 दिनमा उडाउँछु भनेको थियो 7 महिना भइसक्यो उडाउने त कहाँ हो कहाँ केही कुराको अत्तो पत्तो छैन ऋण निकाल्दा आमाको किलरी राखियो जग्गा धितो राखियो परदेशबाट छोराले टन्न धन कमाएर ल्याउँछ होला भन्ने आशमा बसेका बुबा आमाको अगाडि भित्तो हात बोकेर कसरी जाउँ यार काठमाडौँ आउँदा ठुलो सपना धेरै धन सम्पत्ति कमाउने आश बोकेर तर अहिले 2 छाक खान पनि धाउ धाउ परिरहेको छ गाउँमा सबैले भन्थे अब त छोरो विदेश जाँदैन घरको अवस्था फेरिन्छ तर हामी यहाँ काठमाडौँको गल्लीमा अलपत्र छौँ यो दलहरूले हाम्रो पैसा मात्र लुटिने हाम्रो भरोसा हाम्रो सपना सबै लुटेर गयो अब त घर फर्कन पनि लाज लाग्छ यार आमाले फोनमा कहिले जान्छस् त बाबु साउले दिनकै घरमा आएर पैसा माग्छ भन्दै हुनुहुन्थ्यो म के बोलु मसँग केही उत्तरै छैन अब के गर्ने त सागर न पैसा छ न विदेश जाने टुङ्गो छ न त घर फर्कने आँट नै छ अब त लाज लाग्न थालिसक्यो यार सपना देख्नु भन्दा नदेख्नु नै बेस रहेछ भन्छन् अभागी खप्पर ठक्करै हो यार दाइ यो नहुने सपना देख्दा त आँखै पोल्दो रहेछ सपना देख्नु नराम्रो होइन तर सावधान रहनुहोस् शब्दमा होइन प्रमाणमा विश्वास गर्नुहोस् दलालहरूको मिठो बोलीले तपाईँहरूको जिन्दगी नै लुट्न सक्छ